So hello everyone, welcome back. Hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु अनि आजको हाम्रो छ यहाँ देख्न सक्नुहुन्छ। सो आज म के गर्न जाँदैछु भन्दाखेरि मेरो ट्याङ्क सफा गर्न जाँदैछु। मेन चाहिँ यो गोल्डफिश वाला ट्याङ्क, यसमा चाहिँ अति त हैन, अलिकति फोहोर भइसकेको छ पानी। सो यो सफा गर्छु अनि अर्को चाहिँ यता एग्रेसिभको यसमा चाहिँ खासै चेन्ज गर्नु छैन, तर फिल्टर चाहिँ सफा गर्छु। अनि यता तल चाहिँ यता अलिकति देख्नु यो यसमा चाहिँ कपी यो पनि चेन्ज गर्छु अनि अलिअलि के छ कसो छ यता देखाउँछु म। प्लस तपाईँहरू पनि यसरी माछा पाल्न मन छ वा पालिरहनु भएको छ भने अलिअलि टिप्स पनि हुन्छ होला। र अझै पाल्न मन छ भने रिस्कहरू कतिको छ, के गर्दा हुन्छ के गर्दा हुँदैन, कतिको एक्सपेन्सिभ छ कतिको चिप छ माछा पाल्न, कतिको रिस्क छ कतिको रिस्क छैन, त्यो सबै आज यो भिडियोमा हामी जान्नेछौँ। सो स्टार्ट कहाँबाट गर्नु भने सिधै स्टार्ट चाहिँ नगरौँ, पहिला म देखाउँछु मसँग कुन कुन माछा छ र के छ भनेर। त्यसपछि आफ्टर द्याट हामी सफा पनि गर्छौँ अनि यिनीहरूलाई दाना पानी हिटर फिल्टर एभ्रिथिङ डिटेल्स हामी आज यो भिडियोमा थाहा पाउँछौँ है त। सो यो मेरो गोल्डफिसको ट्याङ्क। सो यसमा चाहिँ के छ भन्दाखेरि के छ गोल्डफिस छ। सो यसमा चाहिँ 5 कति 1 2 3 4 5 6 7वटा गोल्डफिस र एउटा स्विपर छ। अनि साइज पनि धेरै ठुल्ठुलो छ, त्यस्तो सानो पनि छैन। एज यु क्यान सी होइन, सबभन्दा ठुलो चाहिँ यो छ अनि यो सबै अरू एउटै साइजको छ। सो आज मैले सफा गर्न खोजेको चाहिँ यो हो, मेन यहाँ मुनिपट्टि सब फोहोर हो, यो चाहिँ अलिक कालो कालो वाला। एक्चुली सेतै हुनुपर्ने हो, व्हाइट स्यान्ड हो र सब फोहोर भइसकेको छ। गएको फिल्टर पनि अलिक फोहोरै भइसकेको छ, त्यही भएर यो चाहिँ सफा गर्न गइरहेको छु म। सबै गर्छु, तर मेन चाहिँ यसको पानी आदि 10% जति निकाल्छु अनि 10-20% जति निकाल्छु मेबी, फेरि नयाँ पानी हाल्छु। सो त्यही अलिकति फोहोर देखिरहेको छ, सिसाहरू पनि अब फोहोर भइसकेको छ। उयो चाहिँ टाँसिरहेको चाहिँ स्विपर हो, यसले चाहिँ यही भित्ताको सिसाहरूको फोहोर खाने हो आज। सो अर्को छ मेरो ट्याङ्क यता, यो चाहिँ अस्ति भर्खर सेटअप गरेर ट्याङ्क हो। सो यु क्यान सी मी देयर सिसामा होइन, फोहोर पनि छ अति धेरै। सो यो ट्याङ्क चाहिँ मैले अस्ति भर्खरै सेटअप गरेँ हो। सेटअप त के हो त्यस्तो केही छैन, तर माछाहरू ल्याएको। अनि माछा चाहिँ कुन छ भन्दाखेरि यो यसको फेदर फिन क्याटफिस भन्छ यसलाई चाहिँ, कलर अति दामी छ यसको, यो टटले। अनि यता छ अर्को तिनचुलिन खै समथिङ के भन्छ यसको नाम चाहिँ बिर्सेँ मैले। लाइक हामीले खाने माछा जस्तो चाहिँ हेर्दाखेरि, तर पुच्छरमा चाहिँ ओरेन्ज छ। सो अलिकति देखाइ छैन, दिउँसो भएर अलिक राति लाइट बाल्यो भने चाहिँ मजाले देख्छ यसमा। अनि अर्को ओरेन्ज स्विपर छ एउटा यसमा नि, यता लुकेर बसिरहेको छ। यो चाहिँ अलिकति ट्याङ्कमा बानी नै भयो नि, त्यो यताउता गइरहेको छैन कि एकै ठाउँमा कुल्चिरहेको छ। अनि यता एउटा छ हाम्रो हिले, के भन्छ यसको नामै आएन, इङ्ग्लिसमा नि भन्छ यसको नाम, पुरै रिफ्लेक्सनमा त आइरहेछ हेरौँ गाइज। यसको चाहिँ खासै सफा गर्नु बेला भएन, यसको चाहिँ गर्दैन, अलिअलि गुज होइन। योहरू पनि सबै फिल्टरले तान्छ, अलिक लामोवाला फिल्टर छ यसमा चाहिँ। सो यसको चाहिँ फिल्टर मात्रै सफा गर्छु म। अनि फिल्टरमा चाहिँ एज यु क्यान चाहिँ अति फोहोर भइसकेको छ। अनि अर्को ट्याङ्क चाहिँ यहाँ हाम्रो मिनी ट्याङ्क, मिनी त भन्नु मिल्दैन, ठुलै छ यसमा पनि। यसमा चाहिँ हाम्रो गप्पीहरू छिर्पी टन्नै छ। सो यसको चाहिँ के छ भन्दाखेरि स्टोरी, सो यो ट्याङ्कको माछाहरू चाहिँ गप्पी हो। सो यो गप्पीहरू चाहिँ अति टाइम 2 वर्ष जति भइसक्यो मैले ल्याएँ। यसमा फर्स्ट टाइम मैले ल्याउँदाखेरि उता बिकेस दाईकोबाट ल्याएको थिएँ, बिकेस दाईले 10-15 जति दिनुभएको थियो। मैले ल्याएँ, त्यो ल्याएर अहिले यो राखेको यसमा गोल्डफिस राखेको ट्याङ्कमा राखेको थिएँ मैले। 1 वर्ष जतिमा वाइल्ड भएको थियो, बच्चा पाउँदै हुन्छ नि, कति धेरै भइसकेको थियो। अनि त्यसपछि मैले एउटा टाइममा गएर केयरै गरेन भनौँ न, यत्तिकै 6-7 महिना त यत्तिकै त्यही पानीमा दाना पनि मजाले नदिने, कहिले काहीँ नदिने, त्यस्तो गरेर कति मऱ्यो क्या। त्यसपछि फेरि पछि इन्ट्रेस्ट होइन अब त गर्नुपर्छ भनेर फेरि गरेँ। अनि फेरि त्यसरी नै अलिअलि फेरि किनेर ल्याएँ मेल फिमेलहरू, त्यो बाँकी त्यसमा आउँछ नि, टन्नै भइसक्यो थियो, मरेर फेरि अलिअलि बाँकी थियो। अनि त्यसबाटै 3-4वटा चाहिँ पेयर मेल र फिमेल किनेर ल्याएर फेरि हालेर थिएँ। अनि अहिले चाहिँ कति वाइल्डै भएको छ, क्या बच्चाहरू टन्नै छ। यो क्यान चाहिँ अब यस्तो वालसेल छ कि यहाँ बच्चाहरू देख्दैन, यो सानो सबै बच्चाहरू हो। अहिले चाहिँ मेल फिमेल त्यस्तो खासै धेरै छैन, अलिअलिहरू छ। यिनीहरू फिमेल हो यो, अनि यो चाहिँ मेल हो यिनीहरू चाहिँ। सो यसमा पनि छ होला 40-50 भन्दा बढी होला गप्पी। अनि त्यो यसमा चाहिँ यो ट्याङ्कको चाहिँ के छ भन्दाखेरि खतरा चाहिँ यसमा मैले फिल्टर नै हालेँ नि, केही नै हालेँ नि, त्यो एकचोटि पानी चेन्ज गर्दा फिल्टर हालिदिन्छु,
त्यसपछि फर लाइक 2-3 महिनासम्म नि फिल्टर नहालिकन यत्तिकै दाना मात्र दिएर हुन्छ नि राख्यो भने पनि पानी फोहोर हुँदैन खासै, किनकि माछा त्यस्तो उयो नि छैन नि त फोहोर गर्ने खालको। र यहाँ चाहिँ हाम्रो फेरि अर्को मिनी ट्याङ्क, यो चाहिँ 1 फिटको ट्याङ्क हो। यसमा चाहिँ प्लान्टेड राखेको छु मैले, र यसमा पनि छ माछा गप्पीहरू। सो इफ यु क्यान सी हुन्छ नि त्यो सानो 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 सबै बच्चाहरू, अनि यो पनि बच्चै हुन त तर अलिक ठुलो भइसक्यो। यो चाहिँ 1 विकको बच्चाहरू हो, यो भर्खर 1 हप्ता भयो। प्लान्ट्सहरू छ यहाँ अलिअलि, त्यस्तो धेरै पनि छैन। जस्ट लाइक प्लान्टहरू थियो मसँग, ट्याङ्क पनि खाली बसिरहेको थियो, अनि मैले हालेर राखिदिनु भनेर। अनि यहाँ लेयर पनि 3 लेयर हालेको छु मैले माटोको। फर्स्टमा व्हाइट स्यान्ड हाल्दैछु त्यो कुना कुनामा एक्वेरियम नबिग्रोस् भनेर, अनि सेकेन्डमा हाम्रो माटो हाल्दैछु मैले, घरतिरै पाउने माटो। अनि थर्डमा चाहिँ फेरि यो एक्वा सोइल, यो चाहिँ राम्रो खालको सोइल। यसमा चाहिँ बच्चाहरू मात्रै छ, बच्चा मात्रै राखेको छु मैले। अनि यो प्लान्टेडवालामा हालेको गप्पीहरूको चाहिँ कलर अति राम्रो हुन्छ कि, सो त्यो यसमा चाहिँ बच्चा मात्रै राख्दैछु। अलिकति ग्रो भएपछि फेरि म त्यो ठुलोमै हालिदिन्छु। या माथिबाट चाहिँ यस्तो देख्छ। अनि यो चाहिँ स्टोनहरू खास, यो चाहिँ गोलो गोलो चाहिँ व्हाइट चाहिँ राम्रो छ, स्टोनहरू पनि व्हाइटवाला। यप आडा सेटअप छ मसँग ट्याङ्कको, एउटा यो एग्रेसिभको है। यसमा अझै थप्नु पाएको छ, अहिले त्यो थाइल्यान्डबाट माछाहरू नि आइरहेको त्योहरू मैले हाल्नु पाएँ। यसमा मेन भनेको चाहिँ अस्कर ल्याएर राख्छु म। अनि पहिला नै त्यो अस्कर लाइक यस्तो ठुलो बनाएको छ मैले, यत्रो सानो 1 इन्चको लिएर आएको थिएँ, लाइक लिटरली हात जत्रो हुन्छ नि, 5-7 इन्चको बढी त्योभन्दा ठुलो बनाइसकेको थियो, तर मऱ्यो। अनि त्यो यसमा अस्कर चाहिँ थप्छु म मेन, अनि अहिले दामी देख्छ, प्लस यिनीहरू पनि अहिले फ्रेन्डली भएन। अनि यसमा हाम्रो भइहाल्यो गप्पिज ओभर 100 होला यसमा त्यसमा गएर। अनि यो भयो हाम्रो गोल्ड फिसको, त्यति हो। 4 ट्याङ्क सेटअप अहिलेको लागि। सो म यसलाई सफा गर्छु, त्यसपछि फेरि यसको दानाहरू प्लस मेडिसिनहरूको बारेमा पनि कुरा गर्छु है त। अनि यस्तो फोहोर निस्किएको छ, अघि यसमा यस्तो क्लियर थियो पानी, अहिले यस्तो निस्किएको छ। सो यो चाहिँ किन भन्दाखेरि चाहिँ खास मैले गुगु निकालेको क्या, यो पाइप सक्सन पाइपको थ्रुबाट। लाइक यहाँबाट गुगु हुन्छ नि, यो कुनाको यो ढुङ्गाको कुनामा सब गुगु बसिरहेको हुन्छ क्या त्यो सबै, त्यो गुगु मात्रै निकालेको भएर चाहिँ यस्तो पानी निस्किएको। एकदम यसमा फोहोर सब गुगु र उयो हो। यहाँ पानी हाल्छ झन् कस्तो गरेर हुन्छ यहाँ। यस्तो फोहोर छ कि यो हप्तामा सफा गर्नु भने त सकिन्छ। क्या फोहोर। सो पानी चाहिँ अलिकति फोहोर भयो, किनकि मैले नोटिसै गरेँ तर पानी आज अलिकति फोहोरै आएर छ धारामा नै। त्यो नि हाल्दै के फरक पर्दैन त्यसले, किनकि फिल्टर अहिले मेडिसिन पनि हालिदिन्छ, अनि फिल्टर चलाएपछि त्यो जान्छ, सफा हुन्छ एकछिनमा। सो अब मेडिसिन र दानाको बारेमा भन्छु, त्यसपछि कतिको गाह्रो र यो छ है त्यो माछा पाल्नु भनेर त्यो नि एक्सप्लेन गर्छु त। सो दानामा चाहिँ यो 3टा छ, किनकि माछा धेरै छ नि त। सो यो मेन चाहिँ यसको लागि हो, एग्रेसिभको लागि हो, एग्रेसिभ माछाहरूको लागि। अब मेन मैले चाहिँ यही खालको माछा नि ल्याएको थिएँ मैले, प्यारोट। यो रेड प्यारोट हो, म येल्लो प्यारोट ल्याएको तर त्यो मऱ्यो दुइटै। रियली एक्सपेन्सिभ छ यो माछा, किनकि यो प्यारोट मैले ठुलो साइजको ल्याएको थिएँ, 1200 कि 1400 पेयरमा ल्याएको थिएँ, दुइटै मऱ्यो। अब स्याड पार्ट हुनु त्यो माछा पाल्नुको, केही छैन त्यो भइरहेको हुन्छ, किनकि अनि सबै सँगै ल्याएको थिएँ मैले। यो 2टा प्यारोट 2टा अनि यो 2टा ल्याएको थिएँ खास, तर त्यो मेरो मिस्टेक होइन क्या। अब पानीको कन्डिसन राम्रै थियो सबै, यिनीहरू चाहिँ बाँच्यो, त्यो मऱ्यो, किनकि मैले ल्याउँदाखेरि नै त्यो अलिकति त्यस्तै कन्डिसनमा थियो होला हेल्थहरू, त्यही भएर तिनीहरू मऱ्यो, तर यिनीहरू चाहिँ बाँच्यो। सबै मऱ्यो भने चाहिँ मेरै गल्ती हुन्थेन, पानीको कन्डिसन राम्रो थिएन वा समथिङ त्यस्तो भन्नु मिल्थ्यो, तर इट्स नट लाइक द्याट। सो माछा ल्याउँदाखेरि नि केयरफुल हुनुपर्छ, कस्तो खालको छ हेल्थ हुन्छ नि, एक्टिभ छ कि छैन भनेर। फर इक्जाम्पल यो गोल्ड फिसहरू तपाईँले हेर्नुभयो भने यस्तो एक्टिभ छ कि, पानी यस्तो फोर्छ, मैले भर चेन्ज गरेँ, त्यो पनि दे आर रियली एक्टिभ के, चल्या गर्छ, कहीँ चुप्प लाएर बस्दैन। तर यिनीहरू चाहिँ अलिकति एक्टिभ भइरहेन, किनकि यिनीहरूको यहाँ अलिकति ठाउँ नयाँ भयो, भर्खर 1 हप्ता भयो। सो त्यही भएर। अनि यो मेन हुने चाहिँ एग्रेसिभ, अति महँगो छ यो माछाहरू। यो माछा पनि मैले कति
त्यस्तै 1500 पेयरमै ल्याएको थियो यो 1200 पेयरमा ल्यायो यो चाहिँ अति कुल लाग्छ मलाई यसको कलर चाहिँ यो डटले अनि अर्को यो भने यसलाई पनि केयरहरू अलि मजाले दिनुपर्छ लाइक टाइममा सफा गरिदिराख्नुपर्छ यसरी अब यो अहिले चाहिँ 4 भइरहेछ तर एकछिनमा क्लिन हुन्छ अनि दाना यिनीहरूलाई चाहिँ चुक्क थोरै थोरै भयो भने दिइराख्नुपर्छ एकैचोटि धेरै दिनु हुँदैन किनकि यिनीहरूले खाने बित्तिकै त्यो हुन्छ नि डाइजेस्ट गरिराख्दैन के यिनीहरू पनि महँगो छ अब यो किन्न जानु पऱ्यो भने पसलमा एटलिस्ट पनि 1000 लिन्छ यो एउटाको यिनीहरू चाहिँ पेयरको 800 900 1000 नै पर्न जान्छ पेयरको यो चाहिँ सिङ्गलकै 1000 जति पर्छ किनकि ठुलो छ साइज यिनीहरू सानो भएर त्यस्तो खासै महँगो पर्दैन अनि यो चाहिँ राखेँ मैले कति 5-6 महिना भयो होला एन्ड रियली गोइङ वेल यहाँ चाहिँ एउटा नि मराएन अहिलेसम्म रियली गुड पार्ट अनि यिनीहरूको दाना चाहिँ यो हो टोकियोको यिनीहरूको चाहिँ दाना चेन्ज गरेर हुन्छु म अब यो सकिने बित्तिकै अर्को खुवाइरहेको हुन्छु किनकि टाइममा एउटै खाइरहेको भने बोर हुन्छ माछाहरू पनि अनि अर्को त यो गप्पीहरूलाई चाहिँ मैले यो खुवाइरहेको छु धुलो हुन्छ यो चाहिँ सो सजिलो हुन्छ बच्चाहरूले नि खान्छ ठुलोले नि खान्छ सो मेडिसिनमा चाहिँ मैले यो एक्वा जङ्गल भन्ने चाहिँ यसको लागि युज गरिरहेको छु यो प्लान्टेडको लागि यसले चाहिँ प्लान्टहरूलाई चाहिने न्युट्रिसनहरू प्रोटिन्सहरू सबै दिइरहेको हुन्छ जुन अब बाहिर नेचरबाट पाउँदैन नि त त्यो चाहिँ यसले दिइरहेको हुन्छ सो हप्तामा 2-3 ड्रप हालिदिइरहेको हुन्छ यसमा चाहिँ अनि अर्को यो पानी सफा गर्नको लागि चाहिँ यो छ ब्लू डेफेन्डर भन्ने छ यसले चाहिँ के गर्छ भन्दाखेरि पानीमा हाम्रो त्यो ब्याक्टेरियाहरू के छ भने चाहिँ यसले मजाले सफा गरिदिन्छ अनि त्यो मारिदिन्छ पनि पानीले पनि सफा गर्न अलिअलि नि हेल्प गर्छ यसले चाहिँ सो यो चाहिँ एभ्री टाइम पानी सफा गर्दाखेरि मैले हालिदिइरहेको हुन्छु एभ्री टाइम पानी चेन्ज गर्दाखेरि वा कहिलेकाहीँ पानी चेन्ज गर्ने भ्याएन वा पानी फोहोर धेरै भयो भने चाहिँ यो हालिदिन्छु अनि 2-3 घन्टापछि फिल्टरले प्लस यसको इफेक्टले गर्दाखेरि सबै सफा हुन्छ सो यो चाहिँ सबैमा युज गरिरहन्छु मैले यसमा पनि त्यसमा पनि सो अरू केही मेडिसिन छैन एउटा मेडिसिन मात्र हो जुन चाहिँ पानी चेन्ज गर्नुलाई भेरी भेरी इम्पोर्टेन्ट सो भर्खर चाहिँ मैले ब्लू निल हालिदिएको थिएँ यो ब्लू डिफेन्डर यो चाहिँ ब्लू कलरकै हुन्छ क्या सो ब्लू हालेपछि यस्तो अलिकति पानी ब्लू भएछ अब 2-3 घन्टापछि चाहिँ फुल क्लियर भइसक्छ क्रिस्टल क्लियर नै हुन्छ सो त्यही गाइज आजको भिडियो यस्तै भयो आई थिङ्क धेरैलाई इन्फर्मेटिभ भयो होला त कसैलाई इन्ट्रेस्ट पनि लाग्यो होला माछा पाल्नलाई मेबी आएर सो त्यही हो मेन हुने चाहिँ केयर चाहिँ गर्नुपर्छ टाइममा केयर गर्न सक्दैन भने चाहिँ माछा पालेर काम छैन किनकि वेस्ट अफ मनी नै हुन्छ तर केयर गर्न सक्छौ वा केयर गर्न टाइम दिन सकिन्छ भने चाहिँ दामी हो किनकि त्यही भएर मजा आउँछ इन्ट्रेस्ट छ भने चाहिँ इन्ट्रेस्ट छैन भने चाहिँ नगर्दै बेटर हुन्छ वेस्ट अफ मनी वेस्ट अफ टाइम वेस्ट अफ एभ्रिथिङ हुन्छ सो त्यही हो अब कस्तो लाग्यो भिडियो भनिदिनु होला इफ यु लाइक इट देन प्लिज लाइक सेयर एन्ड सब्सक्राइब फर मोर अनि यस्तो भिडियोहरू अझै आउँछ किप सपोर्टिङ किप लभिङ बाई